2040 सालतिर बैतडी जिल्लाका सिडिओ शाह सुधीर कुमार शाह त्यो पञ्चसर भ्रमणमा गएको थियो। त्यो बेला आउने बेला चाहिँ बुवालाई पुरस्कार दिएको थियो। पुरस्कार दिएको थियो यही खेत देखेर सबै कुरा यहाँको काम त उगत देखेर मैले पनि मेरो बुवाको सँग सुरुदेखि नै यो केला खेती बाँस खेती यो विषयमा जिन्दगी बितिसक्यो। बैतडी जिल्लाबाट उहाँ टोली आउँदाखेरि चाहिँ अनुगमनको लागि टोली आउँदाखेरि चाहिँ उहाँको बाबुले चाहिँ यो पुरै खेत देख्नुहुन्छ पुरस्कार पाउनु भएको थियो उहाँले। यहाँकै सबभन्दा पहिलो पुरस्कार उहाँले पाउनु भएको थियो भन्ने कुरा छ। अहिले हेर्नु त उहाँले फेरि आफ्नो बाउको त्यो गरेको पुरै आफ्नो बाउको जोगाएको सम्पत्तिलाई फेरि उहाँले चाहिँ उही गर्दै खोज्दै हुनुहुन्छ। तर उहाँलाई पालिकाले चाहिँ अनुदान भन्ने कुरा केही पनि छैन। यहाँ अब केरा बाँदरको आतङ्कले गर्दाखेरि यहाँ हेर्नु बाँदरले सबै बाँदरको आतङ्कले गर्दा यस्तो भइसकेको छ ऊ। अनि यहाँ केरा देख्न सक्नुहुन्छ केराको अवस्था ऊ।